भोलि साउन 6 गते बिपी कोइरालालाई स्मरण गर्ने दिन। बिपी कोइरालालाई किन स्मरण गर्ने भन्ने मुख्य कारण पहिले जानेको के हो भने उहाँको जुन राष्ट्रिय मेलमिलापको नीति जुन थियो त्यो बाहेक मुलुकलाई बचाउने, मुलुकलाई समृद्धितर्फ लाग्ने र समानता पनि दिने र मुलुकको सबभन्दा सर्वोपरि कुरा मुलुकको एक्जिस्टेन्सलाई बचाउने, मुलुकको इन्डिपेन्डेन्सलाई, स्वतन्त्रतालाई बचाउने त्यो नीति बाहेक अरू नीति हुन सक्दैन भन्ने बिपीले भन्नुभएको कुरामा मलाई विश्वास छ। त्यो नीतिको विकल्प कुनै पनि छैन भन्ने निष्कर्षमा म पुगेको छु। त्यसको आधार के हो भने अहिलेको यो धेरै वर्षदेखिको पोलिटिकल डेभलपमेन्ट र बाह्य हस्तक्षेपले यो सबै कुरालाई बिस्तारै बिस्तारै प्रुभ गरेर अहिले एउटा यस्तो स्तरमा आइपुगेको छ कि अब मुलुकको एक्जिस्टेन्सकै क्वेसन सबभन्दा ठुलो क्वेसन हुन पुगेको छ। र राष्ट्रिय मेलमिलापको नीति भन्दाखेरि मान्छेहरूले धेरैजसो मान्छेले बुझ्ने के छ भने पुस 16 2033 सालमा बिपीले त्यो राष्ट्रिय मेलमिलापको नीति भनेर देशको एक्जिस्टेन्सलाई खतरा पर्या हुनाले राजा र जनता मिल्नुपर्छ भनेर आफूमाथि लागेको 7वटा मुद्दाको कुनै केयर नगरी त्यो खतरालाई नजरअन्दाज गरेर बिपी मुलुकभित्र पस्नु भएको थियो। तर मलाई के लाग्छ भने यो राष्ट्रिय मेलमिलापको नीति भन्ने कुरा उहाँको एउटा कमिटमेन्ट पहिलेदेखि नै यो नीतिप्रति उहाँको कमिटमेन्ट थियो। बिचबिचमा इतिहासको कालखण्डको बिचबिचमा यस नीतिलाई विभिन्न कोणबाट त्यो दबाब परेको देखिए तापनि यो नीतिको सुरुवात भने 2008 सालमै भएको थियो, जब राजा त्रिभुवनले मैले जनताले बनाएको संविधान अन्तर्गत रहन्छु भनेर कमिटमेन्ट गरेका थिए, सङ्कल्प गरेका थिए र त्यही अनुसारले आफ्नो प्रोक्लेमेसनमा भनेका थिए। भन्दाखेरि के भनेदेखि यो त्यो नीतिको जम्मा दुईटा इम्पोर्टेन्ट त्यसको एलिमेन्ट जस्तो लाग्छ, तत्त्व जस्तो लाग्छ। एउटा राष्ट्रियताको, एउटा अर्को प्रजातन्त्रको र अर्को समाजवादको एलिमेन्ट त्यसपछिको एलिमेन्ट हो। जुन यो तिनटै एलिमेन्ट चाहिँ के भने तिनटै तत्त्व चाहिँ एकअर्कालाई सहयोग गर्ने कुराहरू हुन्। त्यसकारणले यो सहयोग गर्ने कुराहरू हुन्। त्यसकारणले तिनटै आवश्यक छ भनेर बिपीले भन्नुभयो। र यो के भयो भनेदेखि तपाईँको
यो कस्तो चिज भयो भनेदेखि प्रजातन्त्र नभइकन राष्ट्रियता बलियो नहुने। र प्रजातन्त्रको अवस्था नेपालको इतिहासमा त्यसको अप्स एन्ड डाउन्स, प्रजातन्त्रको अवस्थाको अप्स एन्ड डाउन्स, राजाको क्रियाकलापको अप्स एन्ड डाउन्सले गर्दा प्रजातन्त्र कहिले प्रजातन्त्र आयो जस्तो हुने, फेरि त्यो प्रजातन्त्रलाई राजाको तानाशाही अब्जेक्टिभको जुन पार्ट छ त्यो पार्टले फेरि त्यसमा अट्याक गर्ने, फेरि राजाको तानाशाही भने यस्तो किसिमको द्वन्द्वले गर्दाखेरि यो राष्ट्रिय मेलमिलापको नीतिलाई अप्ठ्यारो परेको मात्रै हो। तर बिपीको अप्ठ्यारो कहाँतिर थियो भने उहाँ दुइटै चिजलाई एक अर्काको पूरकको रूपमा हेर्नुहुन्थ्यो र दुइटै इतिहासमा त्यस्तो भएको छैन। राजाको क्रियाकलापले गर्दाखेरि विभिन्न पोलिटिकल पार्टिजको पनि क्रियाकलापले गर्दाखेरि त्यो हुन सकेन। त्यस कारणले नेपालको अहिलेको एक्जिस्टेन्स अप्ठ्यारो परेको हो। त्यस कारणले बिपीलाई सम्झिने हो भनेदेखि अर्को अल्टरनेटिभ छैन र नेपालले फेरि कसरी रेस्टोर गर्ने, राष्ट्रिय मेलमिलापको नीतिलाई कसरी रेस्टोर गर्ने भन्नेतर्फ नै लाग्नुपर्ने हुन्छ।